हामीले यो पुरै खोलेर यो अवस्थामा ल्याइसकेको छौँ किनभने खोल्नको लागि टाइम लाग्ने हुनाले टाइम बचोस् भन्ने उद्देश्यले चाहिँ खोलेको चाहिँ भिडियोलाई हामीले स्किप गरिदिएको छौँ। यसमा के समस्या थियो, यो टिभी हो हैन, यो टिभी हो तर यसमा चाहिँ के समस्या थियो भने तपाईको ब्ल्याक स्क्रिन आउने, पिक्चर नदेख्ने, साउन्ड पनि नआउने, त्यस्तो टाइपको समस्या भएर हामीले यसलाई खोलेको छौँ। अब हामीले एउटा यहाँबाट इलेक्ट्रोनिक्स लाइट, यस्तो हुन्छ इलेक्ट्रोनिक्स लाइट, यो लाइटलाई हामीले निकालेका छौँ। अब यो नयाँ लाइट हो, नयाँ इलेक्ट्रोनिक्स लाइट हो। अब हामीले यसलाई रिप्लेस गरेर हेर्छौँ किनभने यसमा पूर्णतया डार्क स्क्रिन, केही पनि नआउने, यो यस्तो खालको समस्या कि यो लाइट सर्ट भइसकेपछि, इलेक्ट्रोनिक्स लाइट सर्ट भइसकेपछि टिभीलाई अन समेत हुन दिँदैन। त्यसले गर्दा हामीले यो इलेक्ट्रोनिक्स लाइटलाई चेन्ज गरेर हेर्छौँ यसको समस्या वास्तवमा फिक्स हुन्छ कि भन्ने उद्देश्यले चाहिँ हामीले पहिला कुरा यो इलेक्ट्रोनिक सर्ट लाइटलाई हामीले निकालेको छौँ। अब हामीले नयाँ लाइट रिप्लेस गर्दैछौँ। त्यसमा हामीले यो लाइटहरूलाई जोड्ने काम सकेको छौँ। यसरी लाइट राख्यो, इलेक्ट्रोनिक्स लाइट, इलेक्ट्रोनिक्स लिड यो राखिसकेपछि नहल्लिने गरी सबै वायरहरूलाई प्रपरली यसमा डबल टेप लगाएर राख्नुपर्ने हुन्छ। डबल टेप लगाइसकेपछि के हुन्छ भने बिचमा कुनै पनि स्पार्किङहरू आयो अथवा चाहिँ यसलाई मुभ हुने ठाउँ नहोस्, हल्लिएर फेरि टिभीमा समस्या नआओस् भन्नको लागि हामीले यो डबल टेपको प्रयोग गर्नुपर्ने हुन्छ। कुनै पनि भाइब्रेसन हुँदा हामीले यताउता बोकेर सार्ने क्रममा या फिट गर्ने क्रममा हल्लिएर यसको लाइटमा इफेक्ट नपरोस्, स्पार्क नआओस् भन्नको लागि हामीले यसलाई फेरि के गरेको हुन्छौँ भने पुरै यसरी यो राम्रो खालको टेपको प्रयोग हुन्छ। यो टेपको प्रयोगद्वारा यसलाई राम्रोसँग फिक्स गर्छौँ र अब हामीले के गर्छौँ भने यसको सिटहरू लगाएर बालेर हेर्छौँ। यो सिट हो रिफ्लेक्टर, जसले गर्दा लाइटलाई स्क्रिनको चारैतिर बराबर फैलाउने काम गर्छ। यसको काम त्यति नै हो। यो रिफ्लेक्टर यदि च्यातियो अथवा खराब भयो भने टिभीको स्क्रिनमा चारैतिर राम्रोसँग लाइट पास हुँदैन, नभइसकेपछि दागहरू जस्तो, धब्बाहरू जस्तो देखिने समस्या बढी हुन्छ। यो सिट यदि फुट्यो भने पिक्चरमा डिफेक्ट देखिन्छ। त्यसले गर्दा यो सिट चाहिँ एकदमै सुरक्षित, नफुटेको, दाग नलागेको हुनुपर्ने छ। यदि दाग लाग्यो भने पिक्चरमा धब्बाहरू देखिने, पिक्चरमा स्पट टाइपको देखिने हुन्छ यो सिट यदि खराब भएको केसमा। हामी अहिले फिटिङकै क्रममा छौँ। यो लाइट र हामीले सिट हालेसँगै अब यसलाई एकचोटि इलेक्ट्रिकल सप्लाई दिएर सेट अन गरेर हेरौँ, टिभी अन गरेर हेरौँ। टिभी अन गर्दा कुन कन्डिसनमा छ यो चाहिँ अब हामीले पावर दिइसकेको छौँ। यहाँ रातो बत्ती, सानो रातो बत्ती बल्छ। यो रातो बत्तीलाई अब हामीले निभाउनको लागि के गर्नुपर्ने हुन्छ, पावर अनको कमान्ड दिन्छौँ। पावर अनको कमान्ड दिइसकेपछि यो लाइट चेन्ज भयो। यो लाइट चेन्ज भइसकेपछि स्क्रिनमा पनि के भयो, यो रिफ्लेक्टर हो, यसमा पुरै लाइट चारैतिर एकदमै बराबर बलेको छ। किनभने यो प्रोफेसनल्ली हामीले फल फाइन्डिङ गरेर यसको चाहिने लाइट रिप्लेस गरेका हौँ। अब यसमा हामीले स्क्रिन पनि लगाउँछौँ, स्क्रिन लगाएर पनि जोडेर हेरौँ। अब हामी फिटिङकै क्रममा अब स्क्रिनलाई लगाउँ, स्क्रिन पनि जोडिदिउँ। यही हो डिस्प्ले, सबभन्दा सेन्सिटिभ। यही डिस्प्ले तपाईँको नन प्रोफेसनल व्यक्तिले यदि काम गर्नुहुन्छ, यदि नन प्रोफेसनलसँग काम गराउनुहुन्छ, तपाईँको टिभीमा क्वालिटी नआउने कारण, बनाइसकेपछि कुनै वारेन्टी अथवा ग्यारेन्टी भन्ने चिज नहुने कारण
तपाईले नन प्रोफेसनलसँग काम गर्नुभयो भने अथवा नन प्रोफेसनल व्यक्ति हुन सक्छ, संस्था हुन सक्छ, तपाईको क्वालिटीको ग्यारेन्टी गर्न सक्दैन। र हामी कहाँ के छ, कुनै पनि रिप्लेसमेन्ट पार्ट्स अथवा मेन्टेनेन्सको हामीले ग्यारेन्टी दिन सक्छौं, पिक्चरको क्वालिटीको ग्यारेन्टी दिन सक्छौं। अब हामीले यसलाई डिस्प्ले पनि फिटिङ गरिसकेका छौं, फ्रेममा लगाइसक्यौं। अब एकचोटि हामीले के गरौँ भने यसलाई अन गरेर हेरौँ कुन कन्डिसनमा छ। पावर दिँदैछु, पावर दिइसकेसँगै म यसलाई पावरको बटन थिचेर यसलाई अन गर्छु। अन गरिसकेपछि टिभी अन भइसकेको छ। टिभी अन भयो। अन हुँदा यसमा कुनै पनि कहीँ कतै कुनै पनि त्यस्तो डिफेक्ट केही छैन, किनभने हामीले यसको सेफ्टी, यसको सुरक्षा र यसको क्वालिटीको हामीले ग्यारेन्टीका साथ रिपेयर गर्छौं या कुनै पनि पार्ट्सहरु चेन्ज गर्छौं। त्यसले गर्दा यसमा असाध्यै राम्रो क्वालिटीको पिक्चर आएको छ, असाध्यै राम्रो ग्राफिक बनेको छ, देख्न सकिन्छ। यसमा कुनै पनि डिफेक्ट छैन। यदि तपाईलाई प्रोफेसनल सर्भिस चाहियो, यस्तै राम्रो क्वालिटीको पिक्चर, पहिला पुरानो तपाईले सुरुमा हेर्दा नयाँ टिभी किन्दा कुन कन्डिसन अथवा कुन क्वालिटीको पिक्चर थियो र मलाई त्यही क्वालिटीको पिक्चर चाहिन्छ भन्ने लाग्छ, र प्रोफेसनलसँग रिपेयर गराउँछु, प्रोफेसनल सर्भिससँग रिपेयर गराउँछु, होम सर्भिस चाहियो भन्नुहुन्छ भने हामीलाई सम्पर्क गरेर तपाईले आफ्नो सर्भिस बुक गराउन सक्नुहुन्छ। त्यसको लागि डिस्क्रिप्सनमा हामीले नम्बर दिएका हुन्छौं, कल गर्न सक्नुहुन्छ।